ससुराले पत्ता लगाइसके। शाबास, छिटो भन त्यो मान्छे को हो? कसरी भनौँ मन्त्रीज्यू, हजुरको आफ्नै नजिकको घनिष्ठ मान्छे हो। मेरो घनिष्ठ होस् या अनिष्ठ होस् मलाई कुनै पनि मतलब छैन। छिटो भन त्यो मान्छे को हो? त्यसो भए सुन्नुहोस्, त्यो अरू कोही होइन, हजुरको आफ्नै दिदी हो। दिदी? असम्भव, यो त कुनै पनि हालतमा हुन सक्दैन। तिमी भ्रममा छौ। मेरो आफ्नै दिदीले कसरी यस्तो काम गर्न सक्छिन्? भन त। मन्त्रीज्यू, भ्रममा म होइन, भ्रममा त हजुर हुनुहुन्छ। दिदीले हजुरलाई धेरै सम्झाउनु भयो। हजुरले दिदीको कुरालाई फेर पुच्छरै लाउनु भएन। अब आफ्नै भाइ राष्ट्रघाती भएपछि आफ्नो भाइभन्दा ठुलो आफ्नो राष्ट्र हो, नेपाल आमा हो। राष्ट्रघाती भाइको फन्डाफो गरेर जसरी हुन्छ म नेपाल आमालाई बचाउँछु भनेर निर्दय भएकी छिन् हजुरप्रति। ए त्यसो पो रहेछ कुरो। अब कान खोलेर सुन। आफ्नो कुनै औँलामा क्यान्सर लाग्यो भने आफ्नै औँला काटेर फ्याँक्नुपर्छ। अबको 1 घन्टामा काम हुनुपर्छ, बुझिस्? अहिले 1 करोड लैजा, बाँकी 1 करोड काम भइसकेपछि कुरा बुझिस् होइन? मन्त्रीज्यू, मबाट यो काम हुन सक्दैन। यदि तैँले यो काम गर्न सकिनस् भने मैले तँलाई नै 1 घन्टाभित्र सुट गरिदिन्छु। हामी जस्तो भ्रष्टाचारी अपराधीको लागि त न धर्म हुन्छ, न जात हुन्छ, न देश हुन्छ, न संस्कृति हुन्छ, न कुनै भेष हुन्छ। कोही आफ्नो हुन्न, कोही पराई पनि हुन्न। केवल हुन्छ त पैसा, धन, दौलत। पैसाका लागि हामी जे पनि गर्न सक्छौँ। हाम्रो लागि त परिवार र राष्ट्र केवल प्रयोग गर्ने चिजहरू मात्र हुन्। के बुझिस् तैँले? पैसा? अलि जोडसँग बोल न। पैसा मन्त्रीज्यू, पैसा। बस अलि जोडसँग बोल। पैसा पैसा। 2 करोड पाउँछस्। अहिले 1 करोड, काम भइसकेपछि 1 करोड। मेरो दिदीको हत्या भए पनि त्यसलाई दुर्घटना भएको प्रमाणित गर्नुपर्छ। फोन आयो। कसलाई के को धन्दा, कसलाई के को धन्दा। ल, यो आन्दोलनकारीहरूको फोन। यिनीहरूलाई फेरि आफ्नै धन्दा छ। यिनीहरू मलाई किन कल गरेको थाहा छ? आन्दोलनमा सामेल हुनु आऊ भनेर। म मन्त्री भइसकेको मान्छे, यस्तो खाले आन्दोलनमा म सहभागी हुन मिल्छ? म जान्न। हजुरलाई फेरि उठाएर लैजाला नि। मलाई उठाउने? म मन्त्रीलाई उठाउने? यो मन्त्रीलाई उठाउने तागत कसको छ अहिलेसम्म भन त? यमराज तपाईँ? सुन तस्करी, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी, वाइट बढीको बेला, कर्मचारी सरुवा बढुवा काण्ड, लागु औषध तस्करी काण्ड, यसरी काण्डबाट जम्मा गरेको अर्बौंको सम्पत्ति तैँले विदेशको बैंकमा राखेको छस् हैन? नेपालका युवा शक्तिलाई विदेश पलायन हुन बाध्य पारिस्। तैँले कैयौँलाई आत्महत्या गर्न बाध्य पारिस्। कैयौँलाई त आफैले हत्या गरिस्। तेरो बापको घाँडा यति भरिसक्यो कि तेरो आत्मा मात्र होइन, तेरो यो शरीरलाई कुम्भी पाप नरकको भकभकी उम्लेको तातो तातो तेलमा डुबाएर तँलाई टुक्रा टुक्रा पारेर दैत्यहरूलाई खुवाउने पर्छ। मलाई नलैजानुहोस् यमराज, मलाई नलैजानुहोस्। होइन हाम्रो मन्त्रीज्यू, मलाई माफ गर्नुहोस्। बौलाउनु भएछ क्या? मैले जति कमाएको छु अहिलेसम्म सम्पत्ति त्यो सबै तपाईँलाई 90% तपाईँलाई दिन्छु। हुन्छ, मलाई छोडिदिनुहोस्। होइन म 100% दिन्छु तपाईँलाई, 100% दिन्छु। मलाई छोडिदिनुहोस् प्लिज। मलाई छोडिदिनुहोस्। ए यमराज, मलाई छोडिदिनुहोस्। छैन त्यहाँ मैले पाप गरेको अहिलेसम्म मैले पाप गरेको मलाई माफी पाऊ हजुर। मलाई माफी पाऊ। मेरो ज्यानलाई म अब यस्तो पाप गर्दिनँ। म जनतालाई ठग्ने, देश बेच्ने काम गर्दिनँ। मलाई माफ पाऊ।
क्षमा देशलाई मलाई विलम्ब भइसक्यो। मलाई बचाऊ ए जनता, मलाई बचाऊ ए जनता, कहाँ छ तिमीहरू, मलाई बचाऊ। म टिकाको सामग्री लिएर आउँछु। हस् दिदी, हुन्छ। हे मनुष्य, तिम्रो आयु समाप्त भइसकेको छ। तिमीलाई लिन म स्वयं हेमराज आएको छु। अब म यही हेमवासाले तिम्रो प्राण हनन गर्नेछु। मेरो बिन्ती छ प्रभु, आज भाइटिकाको दिन मेरो भाइको प्राण हरण नगर्नुहोस् प्रभु। असम्भव, तिमीले पनि हामीलाई देखिरहेछौ। देखिरहेछु प्रभु, त्यसैले त मेरो बिन्ती स्वीकार गर्नुहोस्। जन्म र मृत्यु प्रकृतिको नियम हो। यो नियमको विपरीत कोही पनि जान सक्दैन। आज यमपञ्चकको 5औं दिन अर्थात् भाइटिकाको दिन। यस विशेष दिनमा परापूर्व कालदेखि नै दिदी बहिनी मिली प्रभु यमराजको पूजा गरी यमराजलाई प्रसन्न बनाई भाइको निधारमा सप्तरङ्गी टीका, गलामा माला लगाई भाइलाई भोजन गराउने चलन छ प्रभु। ल ठिक छ, तिम्रो भाइलाई टीका लगाउँछन्, म यही प्रतीक्षा गर्नेछु। धन्यवाद छ प्रभु, हजुरको जय होस्। हजुर आसन ग्रहण गरी बक्सोस् प्रभु। देवी, तिम्रो संस्कार, संस्कृति र आस्थाप्रतिको विश्वास देखेर म प्रसन्न भएँ। म तिमीलाई वर दिन चाहन्छु। माग देवी, तिमी के चाहन्छौ? यो मेरो वचन भयो। यो तेलको घेरा नसुकुन्जेल, गलामा लगाइएको मखमली माला नओइलाइन्जेल, निधारमा लगाइएको सप्तरङ्गी रङ रहन्जेल, यो ओखर पानीमा नभिजुन्जेल मेरो भाइको प्राण कसैले हरण गर्न नसकोस्। यही छ मेरो इच्छा प्रभु। तथास्तु देवी, तिम्रो इच्छा पूर्ण हुनेछ। दिदी, म हजुरबाट धन्य भएँ। मेरो प्राण बचाउनु भयो। भाइ, मेरो भाइ, म बाँचुन्जेल तिमीलाई केही हुँदैन मेरो भाइ। अब तिमीलाई कसैले केही गर्न सक्दैन। म छु नि मेरो भाइ, अब तिमीलाई केही हुँदैन। हजुर जस्तो दिदी सबैलाई मिलोस्। सबैलाई मिलोस् दिदी।
प्रोत्साहन निर्देशक